धेरैले भन्टामा रहेको हरियो भाग ग्रीन क्याप मतलब भन्टाको टोपी अथवा भेट्नो फाल्ने गर्दछन्। तर हामीलाई भन्टा भन्दा पनि यो भन्टाको टोपी असाध्यै मनपर्छ। अहिले आफ्नो बारीभरि भन्टा भएको बेलामा हाम्रो भान्सामा भन्टाको टोपी, सोयाबिन र आलुको सब्जी बन्दैछ। उही ध्वाँसे कराई आगोमा बसाल्ने, चिल्लो हाल्ने, तातेपछि मसला गाडी झैँ पार्ने, खुर्सानी पड्काइदिने, पियाज फुराई आलु भुट्ने। हामी नेपालीको पकाउने तरिका यही त हो नि। आलु हल्का भुटेपछि डाँठ फालेर केलाई सफा गरेको भन्टाको टोपी पनि हालिदिने र यसलाई पनि एकछिन बिस्तारै चलाउँदै पकाउँदै गर्ने। अनि स्वाद अनुसार नुन हाल्ने र बिस्तारै हल्का नगलुन्जेल पकाइरहने। आगोको आँच चाहिँ मध्यम हुनुपर्छ। आगो धेरै हुँदा डढेर स्वाद बिग्रिने र सानो हुँदा पाक्न समय धेरै लाग्छ। मध्यम आँचमा पकाउँदा स्वादिलो पनि हुन्छ। अब तातो पानीमा भिजाई हल्का निचोरेर सफा गरेको सोयाबिन पनि हालिदिने र यसलाई पनि हल्का रातो हुन्जेल चलाउँदै पकाउनुपर्छ। मध्यम आँचमा बिस्तारै चलाउँदै पकाउँदै गर्ने र त्यस पछाडि एकछिन छोपिदिने। यसो गर्दा तरकारी भुट्दै पनि जान्छ र गल्दै पनि जान्छ र स्वाद बढ्दै पनि जान्छ। वास्तवमा पकाउने सन्दर्भमा धैर्यता एकदमै आवश्यक छ। धैर्यताका साथ चलाउँदै गर्ने अनि स्वाद पनि थप्दै जाने हो। अब अलिकति लसुन कुटेर हालिदिने अनि एकछिन चलाएपछि थोरै पानी हाल्दै चलाउँदै गर्नुपर्छ। गर्मी मौसम छ तसर्थ हाम्रो भान्सामा यो मौसममा अदुवाले खासै प्रवेश पाउँदैन। यसपछि जिरा धनियाँको धुलो एवं स्वाद तथा कलरका लागि बेसार हालेर तरकारीलाई चलाउँदै मसलालाई राम्रोसँग पकाउनुपर्छ। तरकारीमा हल्का पानी हालिदिने अनि काटेर राखेको टमाटरलाई पनि हालेर राम्रोसँग चलाउँदै टमाटरलाई पनि गलाउँदै जानुपर्छ। तरकारीलाई एकैछिन छोपिदिने र आवश्यकता अनुसार चलाउँदै र आवश्यकता अनुसार चाहिँ पानीको मात्रा पनि थोरै थोरै चाहिँ एड गर्दै जानुपर्छ। यसले तरकारीलाई गलाउँदै जाने पनि जान्छ, तरकारी पाक्दै गर्छ, तरकारीमा स्वाद पनि थपिँदै जान्छ। यहाँनिर मैले कश्मिरी खुर्सानी, यो कश्मिरी मिर्च भन्छ, यो एड गरेको छु। खासमा यो स्वादको लागि पनि हुन्छ र यसले अलिकति कलर, खास गरी यो तरकारीमा ब्युटिफिकेसनको लागि पनि यो प्रयोग गरिन्छ। यसले चाहिँ हल्का रातो कलर ल्याउँछ, तरकारी देख्नमा चाहिँ एकदमै राम्रो देखिन्छ। यहाँनिर मैले केही आलुका टुक्राहरूलाई क्रस गरेको छु या टुक्राएको छु। यसले तरकारीको थिकनेस, अलिकति बाक्लोपनलाई अलिकति बढाउँछ र स्वादिलो पनि हुन्छ। तरकारी पकाउँदा माया पनि मिसाए तरकारीको स्वाद बढ्छ भनिन्छ। कुनै पनि चिज पकाउँदा सेहलाउँदै वा सुमसुमाएसरी माया गरेर बिस्तारै चलाउने, डढ्न नदिने, पानीको मात्रा मिलाउँदै गलाउँदै लैजाने र मायाले पकाउनु अनि स्वाद थप्दै जानुलाई नै माया मिसाउने भनिन्छ जस्तो लाग्छ। भन्टाको टोपीको स्वादिलो तरकारी तयार भएको छ। छोरो चाहिँ चाख्नलाई दाँत उदाएर बसेको छ। कस्तो लाग्यो छोरोलाई?